अरु कुन गेम खेल्छ केटाकेटी हो तिमीहरू? बम ब्लास्ट एक जना बोला गोला भनेको के हो? के खेलेको केटाकेटी हो? के हो? बम ब्लास्ट? बम ब्लास्ट कि लास्ट? ब्लास्ट रेडी 1 2 3 हेलो एभ्रिवान, सेवा अनि नमस्ते। फेरि पनि स्वागत छ मेरो अर्को भ्लगमा। म हुँ नरेन चामलिङ राई र तपाईँ अहिले हेर्दै हुनुहुन्छ नरेन चामलिङ राई युट्युब च्यानल। ओइ गुड मर्निङ। के खेलेको केटाकेटी हो? के हो? बम ब्लास्ट? बम ब्लास्ट कि लास्ट? ब्लास्ट। यो गेम हामीले पनि पहिला सुरुमा खेल्यौँ पुरा चुङ्गीले स्कुल पढ्दाखेरि। तर हामीले त उसले पनि खेल्थ्यौँ, मोचा गोलले। के हुन्छ, कसरी खेल्नुपर्छ यो? यहाँ आइज, यहाँ यो लबी, यसको नाम चाहिँ लबीको। यो चाहिँ म देख्ने यतिकै भागको पहिला पहिला सानो डर लाग्छ अहिले है? पहिला चाहिँ किन लाग्यो? म डर लाग्दो छु र? म देख्ने यतिकै भाग्छ त। अनि ल अब यो हाम्रो गोथु भाइले चाहिँ हामीलाई यो कसरी गेम खेल्छ यो बम? पहिला हामीहरूले त्यो उयोलाई उडाउनु पर्छ माथि, चुङ्गीलाई। अनि त्यस पछाडि यसले जसले पकायो त्यसले अरूले हान्नु पर्छ। लाग्यो भने आउट, अनि अरूले क्याच गर्यो भने जसले हानेको त्यो ड्याम त्यो मान्छे आउट। अनि फेरि अर्को कसरी बाँच्छ? अनि कसरी जित्नु? अनि यो गेम चाहिँ कसरी विन हुन्छ? सबैलाई मार्नुपर्छ? आफू मर्यो भने अर्को बाँच्छ? आफूले मारेको बाँच्छ? त्यसो भने त कहिले सिद्धिँदैन होला त यो गेम। सबलाई मार्नु पर्यो? टिम खेल्दा नि हुन्छ? ए ल, यो गेम चाहिँ कसलाई थाहा छ? यो चुङ्गीबाट खेल्ने बम ब्लास्ट अरे। त्यो बमले चाहिँ अर्कोलाई हान्ने हो, अर्को मान्छे अर्को व्यक्तिलाई हान्ने हो। त्यो व्यक्तिलाई त्यो लागेर नभए उसले क्याच गर्यो भने त्यो बम क्याच गर्यो भने त्यो मान्छे आउट हुन्छ। उसको बडीमा टच भएर भुइँमा झऱ्यो भने त्यो चाहिँ अब त्यो मर्यो भनौँ न, आउट हुन्छ। अनि त्यस्तै इन्डिभिजुअल खेल्दा पनि हुन्छ, टिम खेल्दा पनि हुन्छ। अनि त्यसरी नै एभ्री प्लेयरहरू जतिजना खेल्छ 5-6 जना, आफूले हानेको त्यो बमले चाहिँ उसको जिउमा बडीमा टच भएर झऱ्यो भने चाहिँ त्यो आउट। उसले क्याच गर्यो त्यो बम भने फेरि अर्को पक्ष आउट। मैले बुझाउनु सक्दैछु कि सक्दैछुइनँ? त्यस्तो हुँदो रहेछ। अनि सबै एउटा प्लेयरले चाहिँ 5 जनालाई मार्नु पर्यो। 5 जनालाई मर्यो भने चाहिँ त्यो गेमको विनर हुने रहेछ। त्यस्तै अब टिम खेल्दा पनि त्यस्तै हो। अब आफ्नो एक समूहमा टिम बाँड्यो। टिम बाँडिसकेपछि अब एउटा टिममा 5 जना हुन्छ। त्यो 5 जनाले अर्को टिमलाई यो रबरको चुङ्गीले हानेर बडीमा टच हुनुभयो, क्याच भएन भने चाहिँ फेरि आउट भयो। जस्तै टिम एले बीलाई मारेको छ, बम ब्लास्ट गरेर मारेको छ। अब अर्को टिमले एलाई मार्यो भने फेरि अर्को टिम चाहिँ रिजाइरेक्ट हुन्छ, बाँच्छ। फेरि त्यो गेममा आउन पाउँदो रहेछ। रिजाइरेक्ट हुने सिस्टममा रिभाइभ हुने सिस्टम पनि हुँदो रहेछ। अरू कुन गेम खेल्छ केटाकेटी हो तिमीहरू? बम ब्लास्ट एक जना बोला गोला भनेको के हो? अर्को तेरो फेभरेट गेम कुन हो? चुप नबोल। लुका छुपी, लुकीडुम, हाइड एन्ड सिक, सौगातको के हो? मेरो फेभरेट गेम फुटबल। तिम्रो के हो? भान्जो सोमिन फुटबल हो। को मन पर्छ? मेसी कि रोनाल्डो? रोनाल्डो। तिमीलाई कुन मन पर्छ? रोनाल्डो। तिम्रो कुन गेम हो फेभरेट? बाबु
क्रिकेट को मनपर्छ क्रिकेटको सौगात सौगात भन्दा सन्दीप लामी छ नि क्रिकेट को मनपर्छ विराट कोहली वाउ आरसीबी आइपिएल हेरिस अनि यता लोकल गेममा चाहिँ कुन मनपर्छ त लोकल गेममा त मलाई लुकाछिपी भएको तँलाई तिमीलाई लोकल गेम गोला तँलाई पनि गोलै हो गोला बाबु राईलाई कुन मनपर्छ लोकल गेममा छुड्याम छुने होइन ड्याममा दिने हैन छुने अनि त्यो ड्याम भयो नि मैले यसलाई छुए यो ड्याम त्यस्तो हो त्यो गेम ए के थाहा त म ल रोनाल्डोको क्रेज यति छ यहाँ सबैजना सुई गर्न रेडी छन् छोडा छोडा सबभन्दा सुरुमा हाम्रो एकदमै सोफिना मेरो प्रिय भान्जी ल आऊ आऊ अगाडि छिटो ल रेडी 1 2 3 सु ल अब सोमिनको पाली सोमिनको ल रेडी 1 2 रेडी 1 2 3 गो सु अब कसले गर्ने लविकको पाली ल रेडी 1 2 3 सु अब को अर्को सु ल रेडी 1 2 3 सु को अब गोते रेडी 1 2 3 सु निर्मय अब कोही गर्छ निर्मय नगर्ने सु सु आयो ल ठिक छ ल अहिले हाम्रो चिया टाइम भएको छ अघि बिहान चाइल्डहुड मेमोरी एकदमै रिफ्रेस भयो क्या के हो भन्दाखेरि अब गेमहरू हुन्छ नि केटाकेटीहरूले खेल्ने हामीले पनि धेरैवटा गेमहरू खेलेको थियौँ कुन कुन गेम खेलेको थियौँ मेन भनेको चाहिँ आसपास थियो हामी हाइड एन्ड सिक कसैको बे हुनु हुँदैन थियो केटाकेटीहरू आसपास खेल्थ्यौँ अनि त्यसपछि अर्को धेरै खेलेको गेम भनेको चु खेल्यौ चु यस्तो उ गर्ने के भन्छ त्यसलाई चु त भन्छ त कितादै कितादै भन्ने त्यो अनि पान्डुङ्गे ढुङ्गा मिलाएर पिट्टु पिट्टु भन्छ अहिले चाहिँ होइन पहिला पान्डुङ्गे भन्छ क्या त्यसलाई सु खेल्यौँ अनि गुडिया भन्ने खेल्यौँ गुडिया भन्ने हुन्थ्यो अनि अलिक सानोमा चाहिँ गुच्चा खेल्यौँ धेरै गुच्चा खेल्यौँ अनि त्यसपछि धेरै खेलेको भनेको अर्को त्यो रेस्लिङ कार्डहरू हुन्छ नि त्यो रेस्लिङ अन्डरटेकर मल्ला हल्क होगन अनि त्यसमा पाण्डवहरू हुन्थ्यो त्यो धेरै खेल्यौँ त्यसपछि त अलिक पछि त क्रिकेट आयो क्रिकेट पनि मैले हामीले त पहिल्यैदेखि खेलेको क्रिकेट फुटबल लोकल गेममा चाहिँ त्यो हो अनि राइट भन्ने हो त्यो के हो त्यो यस्तो बक्स हुन्थ्यो बक्समा यस्तो बक्स हुन्थ्यो यस्तो 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 यहाँ यस्तो 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 यसमा चाहिँ दुईवटा फाटेको हुन्छ उता उता अनि एउटा यस्तो पनि हुन्थ्यो यहाँ ढक ढुङ्गाले हान्ने अनि यस्तो यस्तो बिचमा अनि यस्तो फारेर यस्तो क्रस हुन्थ्यो अनि गएर यस्तो एक खुट्टाले यस्तो गरेर यहाँ हान्नुपर्छ अनि 100 500 कति नम्बर हुन्थ्यो नि त्यो खेल्थ्यो सबभन्दा धेरै चाहिँ लुकीडुम नै खेल्थ्यो आसपास चाइल्डहुडमा बम ब्लास्ट त पछि स्कुलमा थियो बम ब्लास्ट भन्ने गुडिया खेल्यो न गुडिया एकजना गुडिया बस्नु पर्थ्यो अनि त्यस्तो के थियो अनि समातेर यस्तो हात समातेर यस्तो रेल बनाएर के हो त्यो गोलो बनाएर हैन एकजनालाई भित्र राखेर अनि सबैजनाले हात पकडेर चट्नी दिने त्यसको नाम अनि स्कुलमा चाहिँ रुमाल लुकाइ खेल्थ्यो हैन त्यो गोलो बनाएर गोलो बनाएर रुमाल लुकाइ हुन्थ्यो ल आज नयाँ पुराना सबै प्रकारका गेमहरूको बारेमा चर्चा परिचर्चा गरियो
मलाई भित्र लागेको कुरा चाहिँ के हो भने यो हाम्रो ट्रेडिसनल गेमहरूलाई चाहिँ हाम्रो नेपालमा धेरै मेला महोत्सवहरू हुन्छ त्यसमा चाहिँ सोकेस गरेर एउटा रिडिजाइन गरेर फेरि राख्यो भने नयाँ पुस्ताहरूको लागि पनि केही हामीले हाम्रो पुस्ताहरूले कसरी खेलेका थिए पुर्खाहरूले भनेर सिक्न सक्छन् त्यस्तै अनि हाम्रो पुस्ता र पुरानो पुस्ताहरूले पनि त्यो गेम खेलेर हैन फेरि आफ्नो त्यो पुराना मेमोरिजहरूलाई फेरि रिक्रिएट फेरि सम्झनामा ल्याउन सक्थे नयाँ पुस्ताहरूले पनि सिक्न सक्थे भन्ने एउटा मेरो ओपिनियन हो तपाईहरुलाई कस्तो लाग्छ त्यो तपाईहरु त्यो कमेन्टमा लेख्नु होला र यो भिडियो सक्दो शेयर गर्नु होला थ्यांक यू ल गाइस आजलाई भिडियो यही गर्छु आज हामीले हाम्रो बाल्यकालको धेरैवटा खेलहरु मेन्सन गर्यौं तपाईहरुले कुन कुन गेम खेल्नुभयो त्यो सबै कमेन्टमा लेख्नु नै होला र सबैभन्दा मन पर्ने गेम कुन हो त्यो पनि तल कमेन्टमा मेन्सन गर्नु होला र यस्तै खालको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानल नरेन राईलाई सब्स्क्राइब गर्न नभुल्नु होला साथै लाइक एन्ड शेयर पनि गर्नु होला थ्यांक यू सेवा